मेरो युट्युब च्यानलमा सबैलाई नमस्कार। गाउँको मान्छे परियो हो, अनि के गर्नु, यहाँ हेर्नु, यस्तै 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 नगरी हुँदैन हो साथी हो। के गर्दैछु भने अस्ति यहाँ चाहिँ नि अर्ग्यानिक काँक्रा रोपेको थियौँ कि, अब चाहिँ यसको टाइम टर्यो। अनि यो चाहिँ योबाट चाहिँ बहुत फाइदा भयो। यहाँबाट लहरा जान्छ अनि त्यहाँबाट चाहिँ के हुन्छ, काँक्रा फल्छ। अब चाहिँ के गर्नुपर्ने, यसलाई दाउरा बाल्नु पर्ने हो साथी हो। बुच्चो, मेरो साथी चाहिँ बुच्चो छ है। म चाहिँ काम गर्दैछु हो, रात परिसक्यो, काम गर्दैछु, रात परिसक्यो साथी हो, काम गर्दैछु। मेरो छोरी चाहिँ उहाँ आउँदैछ है दाउरा ल्याउनु। घरमा दाउरा लानुपर्छ, यहाँले त डोको आता यस्तो नाङ्गो झार भएर आउनु बारीमा केले चिर्छ हो, टोक्छ बारीमा। त्यही पनि बर्खाको दिन छ, त्यो डोको यताबाट ले त यताबाट। स्कुलले केटाकेटीलाई पनि काम हराउनुपर्छ। अहिले स्कुलबाट आएको कि, त्यो भएर डोकोले अलिक यस्तो 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 पो गर्नुपर्छ हौ। त्यहाँ गऱ्यो भने त कहाँबाट हुन्छ, अल्झिन्छ नि। अन्त केले लहरा लुहुरीले काँक्राको लहरा तान्ने हो। यस्तो रिस उठाउँछ कि, यस्तो रिस उठाउँछ कि काम गर्नै सक्दैन। अब चाहिँ डोकोमा भारी लाउँदैछ ओ माया ओ बारीमा आएर ओ माया मचनभित्र घाइते पनि पिरातीको बन्दुकले घाइते पनि एउटा किसिमको नाच नाच नाच। मेरो छोरीले चाहिँ नाचेर देखाउँदैछ। युट्युब च्यानलमा चाहिँ अलिक राम्रो नाच न अन्त। हामीलाई चाहिँ यस्तो रमाइलो हुन्छ हो गाउँघरमा। हामीलाई चाहिँ रमाइलोको लागि कहीँ टाढो खोज्दै जानु पर्दैन साथी। हाम्रो चाहिँ यत्रै टाइम चाहिँ यत्तिकै जान्छ। अब काम गर्ने बेलामा नाच्ने कि काम गर्ने हौ अब भरे भोलि नाच्नु, भरे भोलि गीत गाउनु हो। अब चाहिँ यता जानुपर्छ। यता उहाँ पनि थाप राखेको छु नि त मैले दाउरा। आम्मामा अल्झायो त्यो बुच्चु चाहिँ। लु लु यहाँ छ दाउरा। अब यसरी भारी लाउनुपर्छ हो, यसरी डोकोमा काटी बस्ने हो। टुक्रा टुक्रा बनाउनु परेन डोकोमा। अन्त जस्तो सुकै भारी लाएर अब रात परिसक्यो, यसरी भारी लाउनु पर्छ। अहिलेको केटाकेटी तिमीहरूको उमेरमा त हामी त यस्तो दाउरा त कति बोक्थ्यौँ हौ। अहिले त छैन केटाकेटीहरू, दाउराको भारी लाउनु पनि जान्दैन। के भएको यस्तो? हामी त उहिलेको केटाकेटीहरू त यस्तो घाँस दाउरा त केही पनि होइन उहिलेको केटाकेटीको लागि त। हाम्रो बाउआमा कडा कडा काम। अब यस्तो गर्नुपर्छ है। अहिलेको केटाकेटीहरू सबै काम गर्नुभन्दा बेसी बाउआमाले नै तयारी पारिदिनु पर्छ। लु लु बोकौँ त अब। चाहिँ साथी हो, म भारी बोकाउँदैछु छोरीलाई। सुपर स्टार जस्तो भएर नाङ्गो झार भएर आउँछ। कहाँबाट हुन्छ हो, त्यसरी भारी बोक्नुपर्छ हो, त्यसरी हो हो, त्यसरी काम पनि गर्नुपर्छ, दुःख पनि गर्नुपर्छ। सबै चाखिराख्नुपर्छ, जानिराख्नुपर्छ। यसरी काम गर्नु। काम गर्दिनँ भनेर मात्रै बस्नु हुँदैन होइन साथी हो। काम नगरी कहाँबाट हुन्छ,
काम गरेर कामले मर्दैन, सिकिराखाउनु पर्यो, सिकाउनु पर्यो। किनकि लिम्बूको बानी अलिक कडा हुन्छ कि लिम्बूको बारी परेछु, लिम्बुनी आमाको छोरी पो परेछु, त्यसैले त गरेर खाएछु। आमाको इज्जतलाई मनैमा साँची पो राखेछु, सासूको डरैलाई मनैमा बोकी पो राखेछु, त्यसैले त उसकै घरमा गरेर खाएछु। लिम्बुनी आमाको छोरी पो परेछु, लिम्बुनी सासूको बुहारी पो परेछु, त्यसैले त सकेरै खाएछु। साथी हो, मेरो गीत कस्तो लाग्यो सुन्नुभयो होला। एकदम रेली स्वर। हुनु चाहिँ म गायिका र कलाकार चाहिँ होइन है साथी हो। मलाई चाहिँ एकदम खिसी नगर्नु होला, माया गर्नु होला। तर पनि केही छैन, सब्सक्राइबर चाहिँ गरिदिनु होला, सपोर्ट गर्नु होला। बाई। मेरो युट्युब च्यानलमा